नगरिकन 2 नम्बरी काम नगरिकन फेरि गुगलले युट्युबबाट कमाएको पैसाले आरामले मेरो जीवन चलिरहेको छ। तर आज मेरो 1 रुपैयाँ इन्कम छैन। त्यही पैसा खाँदै बस्दै गर्दा गर्दा मेरो भएको जमिन पनि आधा आधी बेचिसके अवस्था छ। यो अवस्थाबाट हामी आउँदै गर्दा जो सरकारसँग सहमति हुन्छ, कुराकानी हुन्छ, तर कार्यान्वयन हुँदैन। अहिलेको सरकारसँग पनि प्रधानमन्त्रीज्यूले भनेको कुरा तपाईहरुलाई थाहा नै छ, अवगत गराउन चाहन्छु। नक्ली डिभोर्स गर्छन् सहकारी सञ्चालकहरू, सुनका घडी लाउँछन् श्रीमती, ठुला ठुला ल्यान्ड क्रुजर, प्राडो र BMW गाडी चढ्छन्, करोडौं करोडका गाडी चढ्छन्, आलिशान बंगलामा बस्छन्, महलहरुमा बस्छन्। श्रीमान के गर्छ, मसँग त पठाउ भाडा पनि छैन भन्ने नाटक गर्छ, डिभोर्स, नक्ली डिभोर्स गरेर। श्रीमती करोडको गाडी चढ्ने, महँगो महँगो घडी लाउने, सुनका घडी लाउने प्रधानमन्त्रीज्यूले मेरै अगाडि बोल्नु भएको थियो। भनेपछि आज यो अवस्थामा देश हुँदै गर्दा हामीहरू निरन्तर त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्नका लागि हामी सडक संघर्ष गरिरहेका थियौं।